समयमा भ्याटको मास्केबारी विवरण नबुझाएका अथवा विवरण बुझाएका तर भ्याटको एमाउन्ट नतिरेका करदाताहरूका लागि बजेट 2082-83 ले विशेष सहुलियतको व्यवस्था गरेको छ। आउनुहोस् आजको भिडियोमा भ्याटमा दिएका छुटको बारेमा छलफल गरौँ। भ्याटमा दर्ता भएका हरेक करदाताले तोकिएको समयावधिमा आन्तरिक राजस्व कार्यालयमा भ्याटको मास्केबारी र त्यसमा तिर्नुपर्ने कर रकम तिर्नुपर्छ। यदि कुनै पनि व्यवसायीले भ्याट रिटर्न फाइल गरेन अथवा भ्याटको एमाउन्ट तिरेन भने उसले कर, ब्याज, त्यसमा जरिवाना थप दस्तुर गरी भविष्यमा तिर्नुपर्ने अब्लिगेसन आउँछ। बजेट 2082-83 ले यदि कुनै पनि व्यवसायीले 2081 चैत मसान्तसम्म भ्याटको विवरण फाइल गरेको छैन अथवा भ्याटको विवरण चाहिँ फाइल गरेको छ त्यसमा तिर्नुपर्ने कर रकम तिरेको छैन भने त्यस्तो भ्याट विवरण अथवा कर रकम 2082 पुस मसान्तसम्म तिरेमा त्यसमा तिर्नुपर्ने कर, त्यसमा तिर्नुपर्ने ब्याज त्यो पनि जम्मा 25% तिर्यो भने लाग्ने जरिवाना र थप दस्तुर अब नलाग्ने भएको छ। त्यसैले अबको बजेटले चाहिँ कर तिर्नुभयो, ब्याज पनि 25% मात्रै तिर्नुभयो भने जरिवाना र थप दस्तुर चाहिँ अब तपाईले तिर्नु पर्दैन। सो कुनै पनि व्यवसायीले भ्याट रिटर्न फाइल गर्नु भएको छैन अथवा भ्याट रिटर्न फाइल गरे पनि ट्याक्स पे गर्नु भएको छैन भने 2082 पुस मसान्तसम्म तपाईले भर्ने टाइम दिएको छ। त्यति बेलासम्म भर्नुभयो भने जति कर तिर्नु पर्यो त्यति कर, ब्याज पनि 25% मात्र र जरिवाना थप दस्तुर नलाग्ने हिसाबमा तपाईले आफ्नो विवरण र कर तिर्न सक्नुहुनेछ। यसपालिको बजेटले ल्याएका चेन्जेसले हाम्रो व्यवसायलाई कस्तो असर पर्छ भन्ने बारे बुझ्नका लागि एकाउन्टेन्ट्स अड्डालाई फलो गर्न